नमस्ते छ साथीहरु, राम राम। आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ होला, निको आनन्दै हुनुहुन्छ होला हैन। साथीहरु म पनि ठिकै छु, निको आनन्दै सन्चै छु। अनि साथीहरु आज चाहिँ म एउटा गाडीको नयाँ एउटा टिप्स लिएर आएको छु। जसले जानुहुन्छ तिनीहरुले चाहिँ मतलब तिनीहरुको लागि यो भिडियो हैन, तपाईहरु यसरी स्विप गरेर जान सक्नुहुन्छ। जसले जान्नु हुँदैन तिनीहरुको लागि चाहिँ यो इम्पोर्टेन्ट कुरा हो, हेर्न सक्नुहुन्छ साथीहरु। जुन चाहिँ अब पानी आइरहेको हुन्छ हैन, पानी आइरहेको टाइममा चाहिँ तपाईहरुको यो स्विचहरु, यो जुन चाहिँ स्विच हो यो हैन, यो जुन चाहिँ स्विच हुन्छ यो स्विचलाई चाहिँ तपाईहरु यो मतलब यो कार्ड सिन देखाइरहेछ हैन, त्यसमा चाहिँ तपाईहरु यो मतलब यो जग्गामा ठेक्का राख्नु होला साथीहरु। अनि जुन चाहिँ अहिले यो यस्तो भइरहेको हुन्छ हैन, यो यस्तो भइरहेको हुन्छ, यसलाई चाहिँ यो अलिकति साइडमा हुन्छ हैन, यो मतलब पछि जुन चाहिँ हुन्छ नि त्यसलाई गर्दिनु होला। अनि साथीहरु यो चाहिँ के को लागि भन्दाखेरि जुन चाहिँ अब पानी परेको बेलामा फग हुन्छ नि, फग हेर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, यो पुरै फक्स हुन्छ हैन, केही पनि देखिँदैन। त्यसको लागि चाहिँ गर्ने उपयोग हो यो हैन। अनि यसको पनि काम छ, मतलब यो मतलब किन दिएको भन्दाखेरि यो जुन चाहिँ अब यो सिसा ग्लास हुँदी फक्स हुन्छ हैन, फग हुन्छ जुन चाहिँ अब सेतो मतलब सबै व्हाइट कलरको हुन्छ पानी आएको बेलामा। सिसा त अब सबै बनै हुन्छ, खुला गरम त गोटै पानी पर्छ हैन। त्यसको लागि चाहिँ यो मतलब यो हावा खिच्नुको लागि यो सिस्टम चाहिँ दिएको हो। अनि साथीहरु यो टिप्स चाहिँ तपाईहरुले मतलब कोले जानु भएको थिएन, त्यो जसले जानु हुन्थेन तिनीहरुको लागि यो टिप्स चाहिँ हैन। अनि जसले जानुहुन्छ तिनीहरुको लागि चाहिँ होइन। तपाईहरु मतलब यस्तो केही कमेन्ट, नराम्रो कमेन्टहरु नगर्नु होला साथीहरु। अनि साथीहरु म चाहिँ अहिले ड्युटीमा आइसकेको छु। मेरो चाहिँ आज ए शिफ्ट थियो, मर्निङ ए शिफ्ट 6 बजे नै थियो मेरो, 6 बजेबाट 2 बजेसम्म। अनि भोलि चाहिँ छ मेरो नाइट ड्युटी हैन। नाइट ड्युटीमा त अब त्यही हो, रातिको ड्युटीमा त अब यताउता अब त्यस्तो, राति त अब थाहै छ तपाईहरुलाई रातिको ड्युटी कस्तो हुन्छ। अनि पुरा बिहानबाटै पानी चाहिँ दिइरहेछ। अरु कुन कुन जग्गामा चाहिँ पानी परिराखेको छ तपाईहरु कमेन्टमा बताउनु होला साथीहरु। अरु जति सक्दो यो भिडियो शेयर गरिदिनु होला, राम्रो लागेमा जति सक्दो यो भिडियो चाहिँ शेयर गरिदिनु होला साथीहरु। जसले जान्नु भएको थिएन उनीहरुले पनि जान्नुहोस् भनेर यो चाहिँ टिप्स मैले एउटा लिएर आएको, छोटो मतलब त्यत्रो त पनि हैन, छोटो एउटा टिप्स लिएर आएको। तपाईहरुलाई कस्तो के लाग्यो कमेन्टमा भन्नु होला। ल त मिल्ते हैं नेक्स्ट एक ब्लग में। यति नै थियो आजको भिडियो चाहिँ साथीहरु। अनि कमेन्ट गर्नु नभुल्नु होला, जति सक्दो शेयर गरिदिनु होला, अरु फलो गरिदिनु होला। थ्यांक यू सो मच फर वाचिङ, बाइ बाइ।